हेलो साथीहरू हेर्नु न गर्मी यति गर्मी बढिरहेछ नि त। हेलो एभ्रिवान, नमस्ते शिवारू। फेरि पनि मेरो मिनी ब्लगमा सबैजना साथीहरूले स्वागत छ है। साथीहरू आजको मेरो भिडियो चाहिँ रहेको छ हेर्नु न साथीहरू, मेरो लसुन चाहिँ हरियै छ है साथीहरू। तर के गर्नु, पानी परेर सबै है पानी परेर कुहिसक्यो नि त लसुनहरू त यहीँनिर। त्यस पछाडि अब हरियै भए पनि, पत्ता हरियै भए पनि म चाहिँ लसुन उखाल्नु पर्यो भनेर मैले चाहिँ लसुन उखाल्नतर्फ लागेँ है साथीहरू। अनि नानीसँग म चाहिँ गफ गर्दै गर्दै मैले चाहिँ लसुन उखाल्न थालेँ। नानीले चाहिँ मामु म भिडियो गरिदिन्छु तपाईँको भन्दै नानीले चाहिँ उसले काम गर्दै भिडियो मेरो बनाउँदैछ। अनि यस्तो गर्मी भइरहेको थियो नि त फेरि। ओ माई गड, गर्मी भनेको त के हो साथीहरू, यस्तो गर्मी घाम होइन। त्यही पनि मैले उखाल्नुतर्फ लागि। तर हेर्नु न साथीहरू, मैले अस्ति लसुनबारीभित्र नै मैले मकै रोपेको थिएँ नि त। अब पछि ढिलो हुन्छ भनेर मैले मकै रोपेको। योसँग त 2-3चोटि 4चोटि हुन्छ है। अब मैले फेरि रोप्यो भने चाहिँ, मैले पहिलाचोटि रोप्यो उम्रेन, फेरि दोस्रोमा किन उम्रेन होला भनेर फेरि रोपेँ होइन। अनि फेरि रोपेको पछाडि चाहिँ किन उम्रेन रहेछ भनेर मैले लसुनबारीभित्र हेर्दै जाँदाखेरि त अब त्यो है पुरा मकै चाहिँ नि त, मकैको बोक्रा मात्रै राखिदिएको थियो। पुरा त्यो रोपेको ठाउँ त खोद्दालेर है सबै मकैको यो हुन्छ नि बोक्रो मात्रै राखी छाडेको थियो क्या। अनि त्यसै भए पनि मुसाले होला भनेर छोडिदिएँ होस् है लु भनेर। अनि मेरो चाहिँ अब के गर्नु है, लसुन उखालिसकेर म चाहिँ रोप्छु मकै लाउँछु भनेर मकै चाहिँ अब लसुन उखालिसकाएँ। अनि नानीलाई पनि अल्छी लागिसकेको छ, लु मामु मेरो त हात दुखिसक्यो अब घर जानुपर्छ है, घाम पनि धेरै लाग्यो भनेर नानीको पनि बोरिङ भएछ है। अनि यति छ हौ कहिले सघाउनु हौ नानी भन्दै मैले गएँ नानीलाई फकाउँदै, किनकि अब म एक्लै गरेँ मलाई अल्छी लाग्छ नि त। नानीले गफ गराउँदै गराउँदै अनि नानी पनि खेल्नुतर्फ लाग्यो। के गरेको नानी त्यो के हो भन्ने गर्नु, हेर्नु न मामु लड्डु भन्दै मलाई देखाउँदै खेल्दै थियो नि त नानीले पनि। अनि ल है साथीहरू, बल्ल मेरो चाहिँ लसुन उखालिसक्यो। अब चाहिँ घर जाने बेला भयो है साथीहरू। हेर्नु न मेरो मकै यतिको भयो। हस् त साथीहरू, मेरो मिनी ब्लग आजको यति नै रहेको छ। हस् त।